सबैजनालाई नमस्ते अनि गुड आफ्टरनुन। लन्च पछि अब धेरै टेक्निकल प्रेजेन्टेसन सेयर गर्ने कि के गर्ने भन्ने कुरामा अलिक कन्फ्युजन थियो। मैले प्रेजेन्टेसन चाहिँ अर्कै बनाएको थिएँ, जसलाई चाहिँ मैले रिफरेन्स मेटेरियलको रूपमा राखेको छु। त्यो चाहिँ पछि चाहिँ मेहनत गरेर नै आएको छ। तर मैले प्रेजेन्टेसन भन्दा पनि यो टपिक हेर्दाखेरि मैले आज बिहान चाहिँ मैले अलिकति मोडिफाई गरेको छु होइन। प्रेजेन्टेसन भन्दा पनि मैले स्टोरी नै सेयर गर्छु हजुरहरूलाई। सो ओभरकमिङ द ब्यारियर्स टु डिजिटल एन्ड स्किल बेस्ड लर्निङ इन मधेसको केसमा मैले यसमा चाहिँ एउटा ब्यारियर्स अनि अर्को चाहिँ फाउन्डेसन, अघि मैले चाहिँ फाउन्डेसनसँग कता कता रिलेटेड थियो। सो म त्यही पाटोमा चाहिँ मैले केही कुरा राख्न गइरहेको छु। मोटामोटी मलाई लाग्छ 20 वर्ष अगाडि होला, वर्ष अगाडि होइन 30 वर्ष अगाडि, 30-31 वर्ष अगाडि चाहिँ मैले मेरो कम्प्युटर क्लास यस्तै थियो होइन। मेरो क्लास चाहिँ त लगभग यस्तै थियो होइन, कम्प्युटर क्लास। हजुरहरू पनि यदि त्यो टाइममा कसैले कम्प्युटर पढ्नु भएको थियो भने 1996 तिर होइन, 30 इयर्स ब्याक होइन, 1995 1996 तिर भने तपाईँलाई कम्प्युटरले के सिकायो होला त्यतिखेर? कसैले यसो 5 सेकेन्ड लिउँ न होइन, टाइम छ, सोच्नु मात्रै होइन। मलाई चाहिँ के सिकायो भने चाहिँ आफैले मोजाद हुन सिकायो मलाई, कम्प्युटरले सिकाएको चाहिँ। त्योभन्दा अगाडि चाहिँ मलाई लाग्छ म 5 क्लास 6 क्लासमा थिएँ होइन। मलाई मेरो कम्प्युटर टिचरले सिकाएको चाहिँ मोजा चाहिँ धोएर आउनुपर्छ भन्ने सिकाएको हो। त्यो चाहिँ उहाँको जबमा पढ्थ्यो पढ्दैन मलाई थाहा छैन, तर उहाँले डेली मोजा टेस्ट चेक गर्नुहुन्थ्यो क्या उहाँले चाहिँ। सो मेरो कम्प्युटरको जर्नी चाहिँ त्यसरी सुरु भयो खासमा होइन। त्यो टाइममा कोही हुनुहुन्छ नि तपाईँले रिलेट गर्न सक्नुहुन्छ। अहिले त अब खाना खाँदाखेरि टोयलेटमा पनि हामी यस्ता कम्प्युटर कति चलाउँछौँ होइन, योभन्दा राम्रो कम्प्युटर चलाउँछौँ। तर किन सिकाएको थाहा भएन मलाई होइन। त्यसपछि मैले अलिकति यो रिफ्लेक्ट गरिरहेको छु होइन सिचुएसनमा। यो चाहिँ मोटामोटी त्यही मेरो बाल्यकालकै बेलामा र मैले मोटामोटी इन्जिनियरिङ पढ्दाखेरि र इन्जिनियरिङ पढ्नु त अगाडि चाहिँ मैले यो छतमाथि यो एन्टिना चाहिँ देखिरहेकै कुरा हो। यो जतातता एन्टिना देखिन्थ्यो होइन। अनि यो हजुरहरूलाई पनि यदि त्यो टाइमको यदि हजुरहरू हुनुहुन्छ भने त्यो टाइममा तपाईँले छतमाथि एन्टिना, ब्ल्याक एन्ड व्हाइट टिभी र कहीँ वरपर कलर टिभी देख्नुभयो होला। मैले इन्जिनियरिङ पढ्दाखेरि चाहिँ मैले एन्टिना भनेर यागीउडा एन्टिना भन्ने सब्जेक्ट मैले पढेँ। त्यो यागीउडा एन्टिना भन्ने सब्जेक्ट पढ्दा मेरो फेभरेट सब्जेक्ट पनि थियो एउटा, किन मार्क्स धेरै आएको थियो मेरो त्यो सब्जेक्टमा, वान अफ द हाइएस्टै सब्जेक्ट हो। र मैले त्यो इन्जिनियरिङ पढ्दाखेरि मलाई के सम्झेन भने एन्टिना भने चाहिँ त्यो मोबाइलमा त्यो एउटा त्यो नोकियाको मोबाइल हुन्थ्यो, यत्रो टावर हुन्थ्यो एन्टिना जस्तो, त्यो देखाएर मान्छे सुनको सिक्री लाएर हिँड्नुभन्दा गर्व बढी त्यतिखेर फिल गर्थेँ। मैले इन्जिनियरिङ सुरु गर्दाखेरि र मैले पढ्दाखेरि यो सब्जेक्ट पढेको हो। तर के भयो भने मैले इन्जिनियरिङ सकाउन्जेलसम्म चाहिँ यसको चाहिँ मैले यो मार्केटमै देख्न छोडेँ क्या, यो एन्टिना, यो यागीउडा एन्टिना होइन। र यो एन्टिनासँग मैले अगाडिको प्यानललाई कहाँ रिलेट गरेँ भने मैले इन्जिनियरिङ पढ्दाखेरि टेलिकम्युनिकेसन भन्ने सब्जेक्टमा चाहिँ जिएसएम र सिडिएमए विच वान इज बेटर भनेर हामीलाई क्वेसन सोधिन्थ्यो। तर आज आएर चाहिँ सायद एनटिसीले पनि सोचेको थिएन होला, एनसेलले पनि सोचेको थिएन होला, उहाँहरूको नयाँ कम्पिटिसन चाहिँ तपाईँलाई चाहिँ आइएसपी भएर आएछ। धेरै जस्तो बिजनेस चाहिँ उहाँहरूको चाहिँ आइएसपीले लगिरहेको छ त्यहाँ होइन। र सायद त्यही भएर पनि प्यानलमा चाहिँ अघि उहाँहरू सँगै हुनुहुन्थ्यो। मैले यहाँबाट के सिकेँ भन्दाखेरि चाहिँ यो टेक्नोलोजीको प्रोडक्टमा चाहिँ हामीले चाहिँ माया चाहिँ टेक्नोलोजीको प्रोडक्टप्रति माया चाहिँ हामीले धेरै राख्नु हुँदैन रहेछ। यो प्रोडक्टमा जति नै मन परे पनि यो एन्टिना भन्ने सब्जेक्टै काम लागेन छ, काम चाहिँ के लाग्दो रहेछ त भन्ने कुरा आउँछ फेरि होइन। त्यो चाहिँ मैले मास्टर इन इन्जिनियरिङ सकाएँ जर्मनीबाट। र मैले तिलाठीमा, म मुख्यमन्त्रीज्यू पनि त्यही पालिकाको हुनुहुन्छ, तर हाम्रो गाउँ चाहिँ फरक हो। तिलाठीमा चाहिँ मैले त्यतिखेर चाहिँ मलाई के लाग्थ्यो भने त्यहाँनिर चाहिँ कम्प्युटर ल्याब चाहिँ एउटा चाहिन्छ होइन, कम्प्युटर ल्याब चाहिन्छ भनेर एउटा कम्प्युटर ल्याब चाहिँ मैले डिजाइन गरेँ त्यतिखेर। र त्यो कम्प्युटर ल्याबको मैले फोटो चाहिँ पाइनँ त्यतिखेर, अलिकति फोटो लिइहाल्ने चलन अलिकति कम थियो होइन। 2010-11 तिरको कुरा हो। हुन त फेसबुक आइसकेको थियो मार्केटमा होइन, राम्रै फेसबुक अलिक अगाडि नै आएको हो। तर यो मैले ल्याब इस्टाब्लिस गरेँ। ल्याब इस्टाब्लिस दुईवटा घटना म हजुरलाई सेयर गर्छु होइन, किनभने यहाँ ब्यारियर र फाउन्डेसनको कुरा आइरहेछ। त्यही भएर है के थियो भन्दाखेरि चाहिँ हामीले यो ल्याब सेटअप गऱ्यौँ। त्यो ल्याब सेटअप गर्दाखेरि मलाई लाग्छ म स्कुलमा हुँदाखेरि नै मेरो गाउँको कोही एकजना व्यक्तित्व चाहिँ मलाई लाग्छ डाइरेक्टर लेभलको केही पोजिसनमा हुनुहुन्थ्यो विद्युत प्राधिकरणमा। त्यही कारणले हो कि अरू कारणले मलाई थाहा छैन, तर त्यहाँ विद्युत चाहिँ सप्लाई चाहिँ थियो। तर मैले यो ल्याब इस्टाब्लिस गर्दाखेरि 3 दिनसम्म चाहिँ त्यहाँनिर लाइन आएको रहेन रहेछ। मैले यो ल्याब इस्टाब्लिस त गऱ्यौँ हामीले, तर ल्याब साँच्चै चल्छ कि चल्दैन भनेर टेस्ट गर्नको लागि चाहिँ तपाईँलाई इलेक्ट्रिक सप्लाई चाहिँ 3 दिनसम्म आएन। लोड सेडिङ त काठमाडौँमा पनि हुन्थ्यो,
तर त्यो सप्तरीको तिलाठी भन्ने गाउँ चाहिँ राजविराजभन्दा साउथमा 7 किलोमिटर साउथ र त्यहाँभन्दा 3-3.5 किलोमिटर टाढा चाहिँ इन्डिया छ। त्यहाँबाट लास्टमा गएर हामीले चाहिँ फ्युल ल्यायौँ, मलाई याद छैन डिजल हो कि पेट्रोल हो के ल्यायो, त्यो फ्युल ल्यायो किनेर बोतलमा, र त्यसबाट हामीले जेनेरेटर चलाएर हामीले ल्याब टेस्ट गरेका हौँ होइन। 2010-11 तिरको कुरा हो यो होइन। कम्प्युटर ल्याब स्टार्ट भयो, कम्प्युटर ल्याब जेन तेन स्टार्ट भयो। पछि हामीले अलिकति यो के भन्छ भने सर्भरहरू पनि भन्नाले यो के भन्छ भने इलेक्ट्रिक ब्याकअपहरू पनि राख्ने प्रयास गऱ्यौँ। 1 वर्षको यो ल्याब चाहिँ तपाईँलाई चलाउँदाखेरि चाहिँ मैले के थाहा पाएँ भन्दाखेरि म त फेरि काठमाडौँ फर्केर आएँ। यो ल्याब चाहिँ तपाईँलाई चाहिँ म नहुँदाखेरि चाहिँ तालचा लगाएर बसेको हुँदो रहेछ। र यो ल्याब खुलेको जम्मा 1 दिन थियो मेरो एब्सेन्समा, त्यो सरस्वती पूजाको दिन होइन। 2011 तिरको कुरा गरिरहेको छु मैले। सो दिस इज वान अफ द लर्निङ। योबाट पनि मैले केही कुरा सिकेँ, मैले ल्याउँछु होला। र यो कोभिडको बेला आयो, त्यसपछि मैले अलिकति जम्प गरेँ, कोभिड आयो। मेरो अर्निङमा कोभिडको बेलामा केही चेन्ज भएन, न घट्यो न बढ्यो। कोभिडको बेलामा धेरै नै नराम्रो सिचुएसनहरू आइरहेको थियो। तर कोभिडको बेला मेरो लाइफमा मैले पहिलोचोटि मैले गाडी किन्न पाएँ, सानो खालको गाडी किनेँ। त्यो किन किनेँ भन्दाखेरि चाहिँ मलाई के लाग्छ 2013 और 14बाट मैले जुम चलाउन स्टार्ट गरेको थिएँ र मलाई भर्चुअली काम गर्न चाहिँ म हेबिचुएटेड थिएँ। मेरो वर्क एफिसियन्सी चाहिँ मेरो छिटै सकिन्थ्यो, मेरो वर्क एफिसियन्सीमा केही पनि प्रब्लम थिएन, मैले जागिर चाहिँ मेरो कन्टिन्यू नै थियो। तर त्यतिखेर के भयो भन्दाखेरि चाहिँ मैले चाहिँ धेरैजनाले जागिर गुमाउँदाखेरि पनि मैले अर्निङ मेरो सेम थियो, तर मेरो खर्च गर्ने ठाउँ थिएन, रेस्टुरेन्ट जान ठाउँ थिएन, पार्टी गर्ने ठाउँ थिएन, क्लब जाने ठाउँ थिएन, सपिङ गर्नु पर्दैन थियो, लुगा किन्नु पर्दैन थियो होइन। कटु लाएर माथि सर्ट मात्रै लाउँदा पनि अफिस एटेन्ड गर्न पाइन्थ्यो त्यतिखेर। त्यसले गर्दाखेरि चाहिँ त्यो सेभिङबाट मैले 1 वर्षभित्रमा चाहिँ मैले चाहिँ एउटा गाडी किन्न सकेँ, जुन चाहिँ मैले त्यति नै अर्निङ मेरो लास्ट 10 इयर्सदेखि थियो, तर मैले गाडी किन्न सकिनँ। तर धेरैजना मान्छे चाहिँ बेरोजगार भयो, धेरैजना मान्छे चाहिँ 2 दिन 3 दिनसम्म हिँडेर, दिनौँसम्म हिँडेर चाहिँ नेपाल बाहिरबाट इन्डियाबाट हिँडेर पनि नेपाल आएको छन् र सहरबाट गाउँ पनि त्यतिखेर आए। यो किन सम्भव भयो, किन मेरो लागि चाहिँ फाउन्डेसन भयो भने किन मैले भर्चुअली काम गर्न सिकेँ है। मैले दुईटै कुरा यहाँनिर मैले 1-on-1 एन्सर चाहिँ दिइरहेको छैन, जस्ट टेलिङमा लाएँ। अर्को इन्ट्रेस्टिङ कुरा, मलाई कोभिडले धेरै कुरा धेरैले गुमायौँ। इट वाज अ भेरी ब्याड टाइम। त मेरो लागि बेस्ट किनभने आई गट इनफ टाइम होइन टु स्पेन्ड टाइम विथ माई फ्यामिली, र मेरो पहिलो बच्चा भयो होइन। इट इज भेरी इन्ट्रेस्टिङ टु अन्डरस्ट्यान्ड, किनभने म बिहान 7 बजीदेखि बेलुका 10 बजीसम्म काम गर्छु। अहिले पनि म बिहान हिजो रातिसम्म 10 बजीसम्म काम गर्थेँ। हुन त म सरकारी जबमा इङ्गेज छु। वी नेभर ह्याड टाइम एन्ड वी अलवेज ह्याड टु ट्राभल आइदर अब्रोड अर नेपालभित्र। सो मेरो वाइफ पनि इन्टरनेसनल जब गर्ने, म पनि बाहिर ट्राभल गर्ने, मसँग पर्सनल टाइम नै थिएन त्यतिखेर। सो भर्चुअल वर्ल्डमा इङ्गेज हुँदाखेरि चाहिँ आई ह्याड इनफ टाइम टु स्पेन्ड टाइम विथ माई फ्यामिली होइन। लाइफले कसरी चेन्ज गर्यो, धेरै जसो हाम्रो साथीहरू जो इन्जिनियरिङ गरेर जानुपर्छ विदेशमा, अहिले पनि तपाईँलाई भर्चुअल काम गर्नुहुन्छ एन्ड दे आर एबल टु मेन्टेन गुड लाइफ होइन। मैले यहाँनिर पनि एउटा चाहिँ फाउन्डेसनको कुरा गरेँ, धेरैजनाको लागि त्यतिखेर समस्या भयो। इन द मिन टाइम कोभिडको बेला मैले जब गर्दा गर्दै दोलखामा चाहिँ मैले एउटा नयाँ प्रोजेक्ट स्टार्ट गरेँ। त्यो प्रोजेक्ट चाहिँ मैले सप्तरीमा जुन फेल भएको प्रोजेक्ट थियो, त्यहाँ के थियो भन्दाखेरि चाहिँ म त्यहीँको ह्युमन रिसोर्समाथि मात्रै डिपेन्डेन्ट थिएँ र भर्चुअली इङ्गेज भइरहेको थिएँ, त्यसलाई ओन गर्ने मान्छे थिएन। सो आई प्लेस 2 people इन दोलखा एन्ड आई स्टार्टेड टु ट्रेन टिचर्स ओभर देयर टु युज द आइटी एप्लिकेसन्स होइन। डेभलप गर्न चाहिँ म भन्दिनँ, त्यसलाई युटिलाइज गर्न, र भर्चुअली चाहिँ हामीले उहाँहरूलाई सपोर्ट गर्न सक्थ्यौँ। काठमाडौँ दोलखा सायद धेरै टाढा छैन, तर भर्चुअली चाहिँ हामीले सपोर्ट गर्न सक्थ्यौँ एन्ड इट वाज पोसिबल। त्यही टाइममा चाहिँ मैले भर्चुअली काम गर्न पाउँथेँ। मेरो बच्चा भयो, सेकेन्ड कोभिडमा चाहिँ फर्स्ट कोभिडको बेला मैले गाडी किनेँ, सेकेन्ड कोभिडको बेला म चाहिँ विराटनगर गएँ, मेरो घर त्यहाँ पनि हो, त्यहाँ गएँ। त्यसपछि म गाउँ नै गएर बस्छु। दोलखा हजुर दोलखाको एक्सपिरियन्स थियो, त्योभन्दा अगाडि तिलाठीको एक्सपिरियन्स थियो। मैले त्यतिखेर चाहिँ त्यहीँ के गरेँ भने एउटा जस्ट यो केही पनि छैन, त्यहाँ एउटा त्रिपाल बिछाएँ, त्यहाँ बच्चाहरूलाई जस्ट आउनुहोस् पढ्नुहोस् भन्यो। यहाँ हामीले जुन पियर लर्निङ अनि त्यसपछि तपाईँलाई ग्रुप लर्निङ अनि यस्ता कुराहरू जुन कन्फरेन्सहरूमा सुन्छ, त्यो मजाले प्र्याक्टिस मैले सिकाएको पनि होइन, आफै गर्न सकेँ क्या त्यहाँनिर बच्चाहरूले। र त्यति नै खेर चाहिँ हामीले चाहिँ अब के गऱ्यौँ भन्दाखेरि चाहिँ अब यसमा धेरै छ स्टोरी, पछि हुन्छ। 15 दिनपछि चाहिँ अघि यहाँ मुख्यमन्त्रीज्यू त्यतिखेर चाहिँ हाम्रो गाउँपालिकाको चाहिँ अध्यक्ष हुनुहुन्थ्यो, अनि मुख्यमन्त्रीज्यू पनि 15 दिनमा चाहिँ बच्चाहरूले डेभलप गरेको प्रोजेक्ट हो यो, र हरेक प्रोजेक्टको पछाडि स्टोरी छ, त्यही गाउँकै बच्चाहरूले गरेको प्रोजेक्ट हो होइन। र यो प्रोजेक्टहरूमा चाहिँ यहाँ त्यसपछि मैले के रियलाइज गरेँ भने गाउँमा त आउँदैनन् काठमाडौँबाट मान्छे भने गर्ने के भन्दाखेरि चाहिँ त्यतिखेर भर्चुअली पनि हामीले पढाउन सक्ने चाहिँ इन्भाइरोमेन्ट क्रिएट गऱ्यौँ। फर्चुनेटली त्यतिखेर लाइन पनि कम जान्छ, अहिलेको सिचुएसनमा 10 वर्ष अगाडि भन्दा लाइन पनि कम जाने, अनि त्यसपछि तपाईँलाई इन्टरनेटको पनि सुविधा हुने हुँदाखेरि चाहिँ हामीले भर्चुअली पनि पढाउन सक्ने। र गाउँमा चाहिँ +2 पास गरेको चाहिँ बुहारी र छोरीहरू धेरैजना हुनुहुँदो रहेछ, उहाँहरूलाई युटिलाइज गरेर चाहिँ हामीले चाहिँ लर्निङ सेन्टर भनेर चाहिँ डेभलप गऱ्यौँ।
यो लर्निङ सेन्टर कोभिड बेलामा डेभलप गरिसकेपछि यसलाई चाहिँ हामीले 12 र पर्सामा अहिले मोटामोटी तपाईँलाई 23वटा स्कुलमा चाहिँ स्केल अप गरेका छौँ इनोभेसनको पार्टमा, जसमा चाहिँ बच्चाहरूले ल्याएको यो प्रोजेक्टहरू क्लासरुममा, जसमा चाहिँ हामीले चाहिँ त्यहीको लोकल युथहरूलाई जो ब्याचलर पढिराख्नु भएको छ उहाँहरूलाई हामीले इन्गेज गर्छौँ। टिचरहरूलाई हामीले क्यापेसिटी बिल्ड गर्न, म्याथमेटिक्समा चाहे जियोजेब्राको कुरा होस्, चाहे तपाईँलाई चाहिँ के भन्छ भने तपाईँलाई चाहिँ सिम्पल अफिसहरू म्यानेज गर्ने कुरा होस्, डेटाहरू म्यानेज गर्ने कुरा होस्, स्कुलबाट चाहिँ हामीले यहाँ टिचरहरूलाई चाहिँ प्रविधि मैत्री गर्नको लागि हामीले सिकाउँछौँ, भर्चुअली पनि सिकाउँछौँ, इन पर्सन पनि सिकाउँछौँ। सो मैले यहाँ सिम्पल कुरा के भन्न खोजेँ भने, अलिकति टाइम छ होइन, ब्यारियर धेरै ब्यारियरहरू छन्, तर मधेसको फाउन्डेसन भनेको यहाँको जनशक्ति नै हो। तर रियल रूपमा यो जनशक्ति बनिसकेको छैन। इट्स जस्ट अ ह्युमन बिइङ राइट नाउ। यदि यसलाई हामीले ह्युमन क्यापिटलको रूपमा हाम्रो नीति तथा कार्यक्रमदेखि लिएर त्यसलाई कार्यान्वयन गरेर बनाउन सक्छौँ भने यो पोसिबल छ। आज काठमाडौँमा चाहिँ मैले चाहिँ योजना आयोगमा चाहिँ मैले त्यहाँबाट शिक्षा, प्रविधि र मैले रोजगार 3टा पाटो हेर्छौँ। त्यहाँ कक्षा कोठामा हामीले चाहिँ ड्रोन पनि पढाउँछौँ, एआई पनि पढाउँछौँ, कोडिङ पनि पढाउँछौँ क्लास 4 देखि सामुदायिक स्कुलमा। इट्स नट जस्ट बिकज अफ द लिडरसिप एन्ड पोलिसी, इट्स अल्सो बिकज अफ द ह्युमन क्यापिटल वी हेभ ओभर देयर। त्यहाँ 100 भन्दा बढी इन्जिनियरिङ, 100 भन्दा बढी तपाईँलाई कलेजेसहरू छन्, त्यहाँ युथहरू त्यस्तै छन् होइन। नेपालको पहिलो इन्जिनियरिङ कलेज त्यही हो, नेपालको पहिलो कलेज त्यही हो, साइन्स म्यानेजमेन्ट जुनसुकै एउटा पहिलो स्कुल पनि त्यही हो, र एराउन्ड 600 जति स्कुल पनि छन्। सो मैले टाइमलाई उन गर्दाखेरि मैले एउटा भिडियो मैले बोल्दा मैले आफ्नै एक्सपिरियन्सको कुरा गरेँ, फाउन्डेसनको र ब्यारियर के हो भन्ने कुरामा। यो भिडियो डिस्प्ले गरिदिनु पर्ला। यो भिडियो मलाई एकदमै चित्त बुझेर यो चाहिँ हजुरहरूको लागि ल्याएको हो। ओके, ठिक छ। There's a confusion about China that, and let me at least give you my opinion. The popular conception is that companies come to China because of low labor cost. I'm not sure what part of China they go to, but the truth is China stopped being the low labor cost country many years ago. And that is not the reason to come to China from a supply point of view. The reason is because of the skill and the quantity of skill in one location and the type of skill it is. Like the products we do require really advanced tooling, and the precision that you have to have in tooling and working with the materials that we do are state of the art. And the tooling skill is very deep here. You know, in the US, you could have a meeting of tooling engineers, and I'm not sure we could fill the room. In China, you could fill multiple football fields. It's that vocational expertise is very deep, very, very deep here. So, finally, यहाँ तपाईलाई यो एउटा स्लाइड देखाउँछु। यो रिस तपाईलाई थाहा भएकै कुरा हो, चाहे लो लिटरेसीको कुरा होस्, चाहे लो एसडीआई को कुरा होस्, मधेस नै पर्छ तपाईलाई हैन। र तपाईलाई यो डिजिटल लर्निङहरु, स्किलहरु, यस्ता धेरै कुराहरु छन्। यो किन इम्पोर्टेन्ट छ सबैलाई थाहा भएकै कुरा हो, एटलिस्ट यो प्लान गर्ने व्यक्तित्वहरुलाई। र हामीसँग यो अघि मलाई लाग्छ यो डिजिटल नेपाल फ्रेमवर्क कुरा गरौँ, अथवा टिभेट एजुकेसनको कुरा गरौँ, इन्क्लुजिभ इक्विटेबल एजुकेसनको कुरा गरौँ, डिसेन्ट्रलाइज एजुकेसन गभर्नेन्सको कुरा, सबै कुरा डकुमेन्टले बोलेको छ हैन। भिजन पनि छ, तर धेरै अरू मैले इन्फ्रास्ट्रक्चर पनि ब्यारियर छ, रिसोर्सेसमा पनि ब्यारियर छन् हैन, त्यहाँ इनफ एडिक्वेट छैनन् भन्ने कुरा हो हैन। धेरै कुरा छन्, तर यो अब यहाँ एउटा अर्को हाम्रो रिसर्चले दिएको कुरा चाहिँ एउटा एप्लायन्सेस स्कुलमा नहुनु एउटा प्रब्लम हो, तर एप्लायन्सेसको युटिलाइज नहुनु अर्को प्रब्लम हो तपाईलाई हैन। र पब्लिक स्कुल र कम्युनिटी स्कुलको कुरा गर्नु हो भने त्यो डिफ्रेन्सेस झन् धेरै देखिन्छ। यो हामीले के यहाँ मधेसमा मात्रै हैन, हाम्रो रिसर्चले चाहिँ इभन हामीले काठमाडौँमा के पायो भने स्मार्ट बोर्ड नहुनु एउटा समस्या हो। ल स्मार्ट बोर्ड दिनु पर्ला, उदाहरणको लागि स्मार्ट बोर्ड मात्रै भन्नु, हरेक टुल्सको कुरा गरे, तर स्मार्ट बोर्ड युटिलाइज गर्न नसक्नु चाहिँ अर्को ठुलो समस्या हो। त्यहाँनिर त्यो थन्किरहेको समस्या छ त्यहाँनिर। सो भनेपछि चाहिँ हामीले कहाँनिर चाहिँ हामीले इन्भेस्ट गर्ने भन्ने कुरामा मैले यो धेरै पाटोहरूमा म गइनँ अहिले यहाँनिर हैन। कहाँनिर गर्ने भन्दाखेरि मैले यो धेरैवटा पाटोहरू छन्, यो रिफरेन्सको रूपमा हेर्न सक्यो, अथवा हामीले धेरै कुरा यो खोजेर पनि भेट्छौँ हामीले हैन। मेरो बुझाइमा चाहिँ के भन्दाखेरि चाहिँ यो मेसिनमा मात्रै कुरा, मेसिनको मात्रै कुरा गरेर, प्रोडक्टको मात्रै कुरा गरेर र सर्भिस मात्रै हामीले बेच्न खोजेर चाहिँ हामीले डिजिटल ट्रान्सफर्मेसन ल्याउन सक्दैनौँ। म
म काठमाडौँ महानगरपालिकामा काम गर्छु, धेरैजना प्राइभेट सेक्टरहरू मगा आउनुहुन्छ, उहाँहरू आफ्नो सर्भिस प्रोडक्टहरू सेल गर्न मात्रै आउनुहुन्छ मगा। त्यसले ट्रान्सफर्मेसन हुँदैन हो। त्यो सर्भिस र प्रोडक्ट चाहिँ त्यतिखेर सेल हुन्छ जब त्यसलाई युटिलाइज गर्ने मान्छे चाहिँ क्यापेबल हुन्छन् त्यहाँनिर। सो यदि हामीले साँच्चै नै डिजिटल ट्रान्सफर्मेसन ल्याउने हो भने चाहिँ हामीले स्कुल एजुकेसन र युनिभर्सिटी एजुकेसनमा चाहिँ हामीले इन्टरभेन्सन गर्नुपर्छ। र मैले अघि जुन भने नि तपाईँलाई, एन्टिनाको प्रोडक्ट पढ्दा काम छैन, तर एन्टिना पढ्नुहोस् कि तपाईँलाई चाहिँ के छैन यो के भन्छ भने तपाईँले यो डेटाको बारेमा पढ्नुहोस्। इन्जिनियरिङ भनेको त्यहाँनिर त्यही तपाईँलाई डेरिभेटिभ एन्टी डेरिभेटिभ नै हो, म्याथमेटिक्स त्यही नै हो त्यहाँनिर। कि चाहिँ हामीले चाहिँ इन्जिनियर डेभलप गर्ने हो त्यो अनुसारको चाहिँ म्याथमेटिक्स जिनियसहरू डेभलप गरौँ, अदरवाइज हामीले चाहिँ भोकेसनल स्किलका चाहिँ सारथीहरू डेभलप गरौँ, अनि मात्रै हामीले चाहिँ फाउन्डेसन डेभलप गर्न सक्छौँ र जसले चाहिँ हरेक ब्यारियर चाहे त्यो इन्फ्रास्ट्रक्चर होस् चाहे रिसोर्स अनि मात्रै सल्भ गर्न सकिन्छ। अदरवाइज लट अफ द प्रोडक्ट्सहरू चाहिँ तपाईँको चाहिँ नेपालीले बनाए पनि नेपालीले किन्न सक्दैन भन्ने चाहिँ मलाई लागेको छ र मेरो अनुभवको बेसमा मैले सेयर गरेँ। थ्याङ्क यू भेरी मच फर द अपर्च्युनिटी।